को बारेमा समेत म केही कुरा भन्न यहाँ गइरहेको छु। योभन्दा अगाडि म यहाँ हाम्रो आतिथ्यतालाई स्वीकार गर्दै पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो यस युवा क्लबको प्रमुख उद्देश्य भनेको युवाको सक्रियतामा जोड। विशेष गरी हामीलाई थाहा छ अहिले युवा शक्तिहरू विदेश पलायन भइरहेका छन्। राज्य र राज्यको स्रोतलाई सही तरिकाले परिचालन गर्न नसकेर अहिले हामी युवाहरू धेरै जसो युवाहरू विदेशमा गएर सारै नै हाम्रो नेपालीहरूलाई विदेशीहरूले गर्ने व्यवहार र विदेशीहरूले हामी नेपाली उप गर्ने व्यवहारलाई समेत सहन गरेर त्यहाँ गएर कार्य गर्न बाध्य हुनु परेको छ। यो कारण आज हामी युवाहरू यदि एक्टिभ भएनौं र सक्रिय भएनौं भने यो पर्सेन्ट अझ बढ्दै जानेछ। विशेष गरी अब गाउँ टोलमा बुढापाका मान्छे मात्र हुनेछन्, युवाहरू हुने छैनन्। यही कुरालाई मध्यनजर गर्दै